सबैलाई नमस्कार। म यहाँ उपस्थित हुनुभएका मेरा साथीहरू, गिरीश कलेजका डाइरेक्टर साथीहरू, म सामग्री स्कुलको डाइरेक्टर म्याम, पत्रकार साथीहरू, कलाकार साथीहरू, अभिभावकज्यूहरू, विद्यार्थी भाइ बहिनीहरू र सामाजिक कार्यमा संलग्न मित्रहरू, सम्भाव्य विद्यालय र एनुअल ल्यान्ड अर्गनाइजेसनलाई यहाँ उपस्थित भई हौसला प्रदान गर्नुभएकोमा सम्भाव्य विद्यालयको तर्फबाट धन्यवाद दिन चाहन्छु। आजकलका युवाहरू यसरी निस्वार्थ भावनाले असहायहरूको सहयोग गर्नु र विशेष योगदान पुर्याउने एनुअल ल्यान्ड फाउन्डेसनका भाइहरू रामलक्ष्मणलाई सबभन्दा पहिले धन्यवाद दिन चाहन्छु। हाम्रो सम्भाव्य विद्यालयले यस्ता सामाजिक कार्यको कदर गर्दै यही विचारमा कहिले आएका छौँ। विद्यालयको सुरुवातसँगै हामीले मद्दत चाहिएकाहरूलाई हर तरहले सहयोग पुर्याइरहेका छौँ। आज हाम्रा यस विद्यालयका विद्यार्थी भाइ बहिनीहरू, अभिभावकज्यूहरू, मेरा अभिन्न मित्रहरू, शिक्षक शिक्षिका साथीहरू जसले अहोरात्र खटेर यस प्रोग्रामलाई सफल पार्नुभएकोमा धन्यवाद। उहाँहरूको सहयोग बिना सम्भव नै थिएन। त्यसैले प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैलाई सम्भाव्य विद्यालयको तर्फबाट म धन्यवाद दिन चाहन्छु। स्थापना कालदेखि नै यस विद्यालयले आर्थिक रूपमा कमजोर भएका विद्यार्थीहरूलाई आंशिक वा पूर्ण रूपमा छात्रवृत्ति प्रदान गरी उनीहरूको उज्यालो भविष्यतिर लम्किने अवसर प्रदान गरेका छौँ र भविष्यमा पनि गरिरहने प्रतिबद्धता जनाउँछौँ। हाम्रो विद्यालयले विगतमा पनि थुप्रै जनचेतनामूलक कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गरिसकेको जानकारी गराउन चाहन्छु र आउँदा दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिने बाचा गर्दछु। त्यसैगरी हाम्रा कलाकार साथीहरूलाई पनि आजको दिनमा आफ्नो व्यस्तताको बावजुद पनि यस विद्यालयमा आई आफ्नो कला कौशलता प्रस्तुत गर्नुभएकोमा विशेष धन्यवाद दिन चाहन्छु। यति ठुलो युवा जमात समाज परिवर्तनमा लागेको देख्दा मलाई खुसी लागेको छ। एउटा मान्छेले धेरै परिवर्तन गर्न नसके पनि हामी सबै इस्तेमाल गर्दै अगाडि बढे समाजलाई धेरै टेवा दिन सकिन्छ। समाज परिवर्तनका लागि केही गर्ने अठोट लिएर अगाडि बढौँ र आजको यस निस्वार्थ कार्यमा सहयोग पुर्याउँ। आशा गरौँ आजको दिन हामी सबैमा अविस्मरणीय रहनेछ। र अन्त्यमा म हाम्रा स्टार कलाकारहरू साथीहरू जुन सम्भाव्य विद्यालयमा आएर जुन आफ्नो कला प्रस्तुत गर्नुभएको छ र उहाँहरू दुईजनालाई जस्तो कुमारजी र सुधारज्यूलाई हामी सम्भाव्य स्कुलले सक्दो SMS पठाएर हामी सहयोग गर्ने बाछा गर्दै र भोलिका दिनहरूमा पनि हाम्रा साथीहरू यहाँ आएर यसै सहयोग गरिदिनु हुनेछ भन्ने आशा राख्दै मेरो सानो भनाइ राख्दछु। धन्यवाद।